7 go गरी बस चेन्ज गरी बस्नु गरी बस्नु ल है नाता गोता हो हामी त आयो है पार्कमा ल सबैभन्दा पहिला चाहिँ मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई वेलकम 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 ब्याक भन्न चाहन्छु। लामो समय पछाडि चाहिँ म मेरो ब्लगसँगै उपस्थित भएको छु है। अनि आज चाहिँ हामी कोलम्बसमा छौँ अनि हामी एउटा यहाँ पार्कमा आइपुगेका छौँ। कारण चाहिँ सुटिङ स्टार्ट भएको छ हाम्रो इसाक सर अनि बिनु म्यामको। अनि हामी चाहिँ त्यसै कारणले आएको छौँ। तर मौसम भने चाहिँ घाम लागे तापनि चिसो चाहिँ एकदम डेन्जर खालको छ। अनि हाम्रो सुटिङ अब सुरु भएको छ। हेलो बान्तावाज्यू, तपाईँ के भन्न चाहनुहुन्छ आजको मौसम अनि आजको काम? सुटिङ स्टार्ट भयो अमेरिकामा 2026 को 26 को पहिलो आज। अनि सायद यो वर्ष थुप्रो हुन्छ होला। थुप्रो कि धेरै? एक थुप्रो कि धेरै? धेरै। त्यसो भन्नुहोस् न त। ल हामी चाहिँ अब चिसोले चाहिँ मेरो त प्राण जाने हो कि भन्ने पो लागिरहेछ। उहाँहरू यता रोकिनु भएको छ। अब हेरौँ है त आजको माहौल कस्तो हुन्छ। म त आज चिसोले नै बिरामी पर्छ जस्तो छ। कति धेरै चिसो के। ढिलो भइसक्यो उता हेरे त्यस्तै उता हेरे चल्न जाने बेला भइसक्यो। के गरेको त्यस्तो छिटो गर्नु पर्दैन? के गरेको? काकिन बोल्नु बोल्नु आलु चाल्नु चाल्नु ढिलो भइहाल्छ त अनि रोकिनुहोस् ल काकिन है। अब काकिनमा हाँसिकन छोरी मान्छे मेकअप गर्नुपर्छ फलाउनु पर्छ हुन्छ नि। घरको काम गर्नुपर्छ भन्नु न। यहाँदेखि हो त्यहाँदेखि तपाईँ बोल गर्दै गर्नु अलरेडी। क्यामेरा रोल एक्सन ल आउनु यसो हेर्नु हजुरले मलाई नहेर्नु ल त्यही जानुहोस्। तपाईँ चाहिँ त्यहाँ किन के भएर अर्क्यो भनेर मात्रै हेर्नु ल। तपाईँले चाहिँ ढुङ्गा निकालिदिनु बाहिर अनि मात्रै खेलेर लानु ल। नम्बर त आयो त हेर्नुहोस् ल तपाईँ बल गर्नुहोस्। तल ढुङ्गा निकाल्नुहोस् त। त्यो निकाल्नुहोस्। खेलिदिनुहोस्। ल खेलेर हेर्नु बिनुलाई हेर्नु बिनुले तपाईँलाई हेर्नु हाँस्नु यसो गरेर खुसी भए जस्तो खेलिदिएपछि यस एकछिन है। ल खेल्नुहोस् आउनुहोस् आउनुहोस्। पारा आयो त सर? पारा आयो। चिसो चाहिँ भन्नुहुन्छ भने एकदम तिखरिलो खालको चिसो छ कि। अनि घाम पनि लागिरहेछ तर ठिकै छ, रमाइलो पनि भइरहेछ। चेन्ज गरी बस्नु हाम्रो चाहिँ आजको सुटिङ कम्प्लिट भएर घर फर्किँदैछौँ। अब चाहिँ घरमा गएर काममा जानुपर्ने छ। नाइटको काम छ आज मेरो चाहिँ। उहाँ चाहिँ पुरा थाक्नु भयो अरे, जानुहुन्न अरे भन्ने
जानकारी गर्नुभयो केही छैन म एक्लै गइदिन्छु भनेर सोचिरहेको छु ल एनिवे साथीहरू धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा र मलाई सपोर्ट माया गर्नुभएकोमा सबैजनालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु र आजको भ्लगबाट बिदा हुन चाहन्छु फेरि भेटौँला है त बाई बाई